हेलो गाइज, आज हामीले घरमा पेन्ट लगाउँदैछौँ। फेभिकल र अनि सिमेन्ट कलर मिसाएर कसरी लगाउने भनेर हामीले युट्युबमा सर्च गरेको भेटिएन अनि आफैले भिडियो बनाएर अपलोड गर्दैछौँ। हेरेर अनि लाइक कमेन्ट सेयर सबै गरिदिनु होला है त। ल दसैँमा सबैजनाले यस्तै गरी कलर लगाउनु होला घरमा। सिमेन्ट लगाएको घर छ भने चाहिँ सिमेन्ट कलर ल्याएर अनि फेभिकल यसरी मिसाएर लगाउनु होला अनि राम्रोसँग बस्छ अनि बाहिर लाग्दैन। हामीले चाहिँ यसो सर्च गरेको भेटिएन, त्यही भएर हामीले युट्युबमा राख्दैछौँ। हामी अहिले अर्घाखाँचीदेखि छत्रदेव गाउँपालिकादेखि चाहिँ भिडियो अपलोड गर्दैछौँ है त साथीहरू। तपाईँहरू कहाँबाट हो यसो लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला है त। त्यो गमला तपाईँलाई एक गमला स्क्रिप नगरी हेरिदिनु है त। भिडियो पनि भिडियो स्क्रिप नगरिकन हेरिदिनु होला है त। रहेको फेरि भन्ला सुरुमा केमिकल सटर्ने छ ट्राई गर्दैछौँ। अब हाम्रो ट्राई चाहिँ कस्तो हुन्छ होइन। म भिडियोमा बोल्दै अनि भिडियो बनाउँदैछु के अरे। ठिक छ पुरै लाउन पुगिहाल्छ नि। पातलो भयो कि बाक्लो भयो होइन भन्नाले यो रङ र त्यो रङ पुरै लाग्दैन होला जस्तो लाग्छ। पातलो भयो भने भन्नु। रोकी रोकी यस्तो लागेको मुछेको गर्नु अनि पातलो होइन ले त्यत्रो ताक्नु पर्यो। के गरेको के गर्ने फोटो खिच्ने अनि पछि भिडियो जोडेर राख्ने के। अब चुन्न कि ठक्कै चुन्न। बाक्लो भयो होला। अलिअलि त चुन्छ। अलिअलि चुन्छ तर बाक्लो भएपछि माथि चाहिँ रहन्छ क्या झैकन। बल्ल ठिक भयो। यो कलर त दामी देखिन्छ दामी देखिन्छ नि त।